हेलो साथीहरू, गुड मर्निङ फ्याबुलो तपाईँहरू सम्पूर्णलाई म तपाईँलाई एउटा जग्गा लगेर जाँदैछु ल। गुड मर्निङ अनि ए मर्निङको भ्यू चाहिँ यस्तो छ अहिले। आज चाहिँ पूजाको कतिको 9, 10, 11, 12, 13, 14, 15 7औं दिन रहेछ कि पूजाको। आज चाहिँ हो, भोलि लास्ट होला मेबी है। यहाँ देखाउँछु ल तपाईँहरूलाई। सुन्नुहुँदैछ मजुरहरू कराएको चराचुरुङ्गीको सुमधुर आवाजहरू सुन्नु होला। यहाँ हेर्नुहोस् होला, घाम कस्तो दामी देखिरहेको रहेछ है। अनि नजारा हेर्नुहोस् गुम्बाको मर्निङको है। अनि यहाँ हेर्नुहोस् है साथीहरू, यहाँ गुम्बा भएन, तपाईँहरू कतिजनाले याद गर्नु हुँदैन गुम्बाको साइडमा चाहिँ के छ भनेर। यहाँ हेर्नुहोस्, ए श्री गणेशको मूर्ति हो, स्ट्याचु यहाँ छ है। अनि यहाँ हेर्नुहोस् है, तपाईँलाई फेरि देखाउँछु ल म। स्ट्याचु हेर्नुभयो होइन, दर्शन गर्नुभयो होइन। यहाँ हेर्नुहोस् माता पार्वती है, माता पार्वतीको मूर्ति। अनि यहाँ चाहिँ आज स्पेसल डे होइन। यहाँ हेर्नुहोस् महाशिवरात्रि हो नि आज। भोलेनाथको चाहिँ मूर्ति छ है। तपाईँहरू सम्पूर्णलाई पनि महाशिवरात्रिको हार्दिक मङ्गलमय शुभकामना। भोले बाबालाई चाहिँ तपाईँहरू सम्पूर्णलाई आशीर्वाद दिउन् भन्न चाहन्छु है। महाशिवरात्रि चाहिँ किन मनाएको तपाईँलाई थाहा छ साथीहरू? त्यसलाई कतिले त सोच्दो रहेछ कि शिवरात्रि किन मनाउँछ भन्दाखेरि चाहिँ शिवको बर्थडे भनेर सोच्दो रहेछ। तर त्यो वास्तविकमा त्यो होइन। शिवशक्तिको मिलन भएको, विवाह भएको, पार्वती र शिवजीको विवाह भएको आज बुझ्नुभयो साथीहरू। अनि समुद्र मन्थन हुँदाखेरि चाहिँ असुर र भगवानहरूको बिचमा समुद्र मन्थन हुँदाखेरि चाहिँ त्यहाँबाट निक्लेको चाहिँ घातक जहरिला डरलाग्दो विषालु विष चाहिँ कसैले पिउने आँट नगर्दाखेरि चाहिँ शिवजीले चाहिँ आफ्नो गलामा धारण गरेको लिएको है साथीहरू ल। अन्त मैले यो बुझाउनुमा कस्तो पाराले बुझाएँ त्यति खास त मलाई बोल्नु आउँदैन है, र पनि तपाईँहरूलाई जनाइदिएको है त साथीहरू ल। त्यो चाहिँ हाम्रो नानीहरूलाई पनि हामीले बुझाउनुपर्छ, सिकाउनुपर्छ। त्यो हाउडेमा पूजामा गयो, नाच्यो, गायो, प्रसाद खायो, त्यो हुँदैन। त्यस्तो बुझाउनुपर्छ कारण किन है। हामीले जुनै पनि धर्ममा होस्, जुनै पनि चाडपर्व होस्, किन मनाउँदैछौँ, के कारणले मनाउँदैछौँ, त्यो चाहिँ हाम्रो नानीहरूलाई सिकाउनु जरुरी छ हामी ठुलो ठालोहरूले है त साथीहरू। हस् त त्यसै भन्दै सबैलाई गुड मर्निङ, महाशिवरात्रिको हार्दिक मङ्गलमय शुभकामना फेरि पनि है। ल है साथीहरू, बाई बाई। अब नेक्स्ट भिडियोमा भेटौँ। मर्निङ अनि